मान्य सदस्य रवि लामिछाने, समय 5 मिनट। सम्माननीय सभामुख महोदय, समयका लागि धेरै धेरै धन्यवाद। संसदमा पछिल्लो सरकार बनेपछिको अभिव्यक्तिबाट स्पष्ट हुन्छ कि सरकारमा रहेका दुई ठुला दलको टार्गेट नयाँ राष्ट्रिय स्वतन्त्र पार्टी छ। प्रधानमन्त्रीको अभिव्यक्ति, हिजोको काङ्ग्रेस महामन्त्रीको अभिव्यक्ति, आज विषयान्तर गर्नु खोज्नुभएका एमालेका पुराना नेताको अभिव्यक्तिले के देखाउँछ भने अब यी नयाँलाई ठिक पार्नुपर्छ, यिनलाई एउटा एउटा आरोप लगाइदिनुपर्छ, एउटा एउटा कुरा लगाइदिइसकेपछि अनि त्यसपछि यिनलाई ठिक गरेपछि मात्र हाम्रो जोगिन्छ भनेर मिलेको कुरा स्पष्ट हुन आउँछ। र यसले के पनि स्पष्ट पारेको छ भने अब मुलुकका लागि आवश्यक रहेको राष्ट्रिय स्वतन्त्र पार्टी नै यो देशको विकल्प हो भन्ने कुरा संसदको पछिल्लो गतिविधिले स्पष्ट पारेका छन्। म यो सदनमा स्पष्ट पार्न चाहन्छु। सम्मान्य सभामुख महोदय, म यो डक्ट्रिनका बारेमा भएको कुरामा आज केही कुरा भन्न चाहन्न, तर होली वाइनको त्यो डक्ट्रिन के हो एकपटक सोध्न चाहिँ मलाई पनि मन छ। मध्यरातमा खुफिया एजेन्सीका मान्छेहरूसँग भेटिने त्यो डक्ट्रिन के हो त्यो पनि जान्न मन छ, र कुनै बिचौलियाका घरमा मध्यरातमा बसेर सरकार चलाउने दस्तखत गर्ने डक्ट्रिनको बारेमा पनि कुनै दिन खुलेर कुराकानी गरौँला। तर म यो सदनमा आज त्यो भन्नका लागि उपस्थित भएको थिएन। सभामुख महोदय, विषय अन्तर गरियो भने, सुशासनमा केन्द्रित भइएन भने, दुई ठुला दल मिलिरहँदा देशले निकै ठुलो चोट भोग्नुपर्छ भनेर मैले बारम्बार खबरदारी गर्दै आएको थिएँ। म त्यही खबरदारी गर्नको निमित्त आज यहाँ उपस्थित भएको थिएँ। म केही समय नबोलौँ भन्ने पक्षमा थिएँ, तर हिजो जसरी चाहिँ अभिव्यक्ति यहाँ प्रस्तुत भयो सभामुख महोदय, त्यो अभिव्यक्तिले मलाई केही कुरा भन्न बाध्य पार्यो र झस्काउन बाध्य पार्यो। मलाई थाहा छ असार 15मा खुवाइएको दहीले केही बेर मुख बन्द भएको होला, तर लोकतन्त्रका हिमायती यतिका ठुला सार्वभौम सांसदहरूको मुखमा दही जम्ने छैन, कुनै दिन उहाँहरू बोल्नुहुनेछ, मलाई विश्वास छ। सम्मान्य सभामुख महोदय, हिजो भर्खरै गलत आरोप यहाँ लाग्यो, त्योभन्दा अगाडि यही रोमा बसेर ममाथि एउटा ठुलो गलत आरोप लागेको थियो। मैले त्यसको प्रतिवाद पनि गरेको थिएँ। हिजो फेरि विषयलाई मोड्ने काम भयो। सुशासनको यस्तो जनताले आवाज उठाइरहेको बेला छ, दुई ठुला दलहरू एक ठाउँमा मिलेका छन्। मलाई लागेको थियो जनता सडकमा उर्लिएलान्, जनताले यसको विरोध गर्लान् भनेर, तर जनता किन उर्लन्थे र श्रीमान? किन जनताले विद्रोह गर्थे र सभामुख महोदय? जनतालाई त बरु यिनीहरूको बारेमा या विद्रोह गर्नुभन्दा, राजनीतिक टिप्पणी गर्नुभन्दा खुरुखुरु पासपोर्ट बनाएर विदेश जान पाए सजिलो हुन्थ्यो भन्ने बाटो रोज्न बाध्य भएका छन् नेपाली जनता। सायद त्यही भएर विरोध गरेका होइनन् होला। त्यसैले मैले भन्दै आएको छु, दुई ठुला दलको यो मिलन एउटा खतराको घन्टी हो भनेर मैले यस अर्थमा भन्न खोजेको हुँ। हिजो भर्खरै यहाँ कुराकानी चल्यो कि फाइल तिमीहरूले खोलेका होइनौ, फाइल त हामीले खोलेका हौँ, तिमीहरूले केही पनि गरेका होइनौ भन्ने कुराहरू आए। ठिक छ, तपाईँहरूले खोल्नुभएको, हामीलाई जस चाहिएको पनि होइन, काण्ड पनि हामीले नै गरेका हौँ पनि भनिदिएको भए राम्रो हुन्थ्यो। 30औं वर्षमा यी सबै काण्डहरू पनि आफैले गरेको हो भन्ने हो। फाइल तपाईँले नै खोल्नु भएको, तर बन्द नहुँदै जिउँदै रहेको फाइललाई तपाईँहरूले गाड्ने प्रयास गर्नुभयो। जुन फाइलमा प्राण थियो, त्यो प्राण बाँकी रहेको फाइललाई रिओपन गर्ने कोसिस हामीले गरेका हौँ। हामी त्यति मात्र भन्न चाहन्छौँ। र यहाँ विभिन्न फाइलको कुराकानी गर्दा एउटा विषय उठ्यो सभामुख महोदय, सत्तारूढ दलको अझ त्यति महत्त्वपूर्ण पदमा आसीन माननीयज्यूले खुदा पहाड निक्ला चुहा भनेर कान्तिपुरको प्रसङ्ग निकाल्नुभयो। अर्थात् केही पनि होइन त्यो विषय भनेर भन्नुभयो। मैले सम्मानित सदनमा भन्नै पर्छ, कसैप्रति पूर्वाग्रह राखेर कुनै पनि काम गरिएको छैन। कसैले त्यसको अर्थ लगाउँछ भने त्यो तिनले जानुन्, तिनले जिम्मा लिने कुरा हो सभामुख महोदय। त्यो खुदा पहाड निक्ला चुहा होइन, पहाड निक्ला चुहा भन्दै विभिन्न काण्डमा यसै गरी उन्मुक्ति दिने र अनुसन्धान गरिरहेका अधिकारीहरूलाई सार्ने प्रपञ्च हो कि भनेर मैले आज यति बोल्नै पर्ने भयो सभामुख महोदय। म बताउन चाहन्छु त्यो के भएको थियो। एउटा धनुषामा रहेको सामान्य गरिब रिक्सा चालकले लिएको नागरिकता, उहाँले चिन्ता व्यक्त गर्नुभएको सञ्चार उद्यमीको नागरिकताको नम्बरसँग मिलेको मात्र होइन, सरकारी रेकर्डमा ती सामान्य रिक्सा चालकले पहिला नागरिकता लिएका छन्, त्यही नम्बरमा अर्का मानिस जसको चिन्ता उहाँहरू गर्नुहुन्छ उहाँले नागरिकता लिनुभएको छ। अर्थात् सरकारको रेकर्डमा त्यो नागरिकता भ्यालिड छ, सरकारको रेकर्डमा। त्यति मात्र पनि सभामुख महोदय, उहाँले विभिन्न कम्पनीमा अलग अलग नागरिकता दिनुभएको छ, त्यसलाई आफैले प्रमाणीकरण पनि गर्नुभएको छ र सरकारी निकायहरूले उहाँले गर्नुभएको प्रमाणीकरणलाई स्वीकार गरेका छन्। त्यहाँ व्यापार भएको छ, व्यवसाय भएको छ, त्यसमा गहिरो अनुसन्धान भइरहेको छ। र गहिरो अनुसन्धान हुने क्रममा उहाँ बिमारी हुनुभयो, एयरलिफ्टबाट उहाँलाई आउनुपर्ने भयो, डाक्टरले उहाँ बिरामी भएको हुनाले उहाँलाई सम्बन्धित डाक्टरकै उपचार गर्नुपर्छ भन्नुभयो, हाजिरी जमानीमा उहाँ छुट्नुभयो, उहाँ जानुभयो। तर अनुसन्धान भने जारी छ। विभिन्न ठाउँमा उहाँले दिनुभएको आफैले प्रमाणित गरेको र व्यापार व्यवसाय गरेका विषयहरू उठेका छन्। लामो अनुसन्धानको विषय छ।
तर लामो अनुसन्धानको विषयलाई सदनमा उभिएर सत्तारूढ दलको त्यति शक्तिशाली मान्छेले खुदा पहाड निग्ला चुहा यो केही पनि होइन तपाईँले खोल्नु भएको भनेर संसदलाई गुमराहमा राख्न मिल्छ सभामुख महोदय?